सबैलाई येशू ख्रीष्टको नाममा जय मसीह। आज फेरि पनि म तपाईहरुको माझमा परमेश्वरको मिठो वचन लिएर आएको छु। आज शीर्षक रहेको छ परीक्षा र बाधाहरू। र शैतानले आजको समयमा बाधालाई मेन हतियारको रूपमा चलाइरहेको हामीले हेर्न सक्छौं। र बाधा भन्नाले हामीले बुझ्न सक्छौं रोकावट, सतावट र समस्याहरू इत्यादि दोष लगाउने कुराहरू हामीले हेर्न सक्छौं बाधालाई। र बाधाको उद्देश्य भनेको हाम्रो योजनालाई विफल पार्नु भन्ने शैतानको मेन उद्देश्य हो। र हामीले हेर्न सक्छौं जति पनि हामीले योजना बनाइरहेका हुन्छौं यी सबैलाई बाधा पठाएर त्यसलाई रोक्ने भनेको नै शैतानको एउटा रणनीति हो। यो सबै शैतानबाट नै आउने गर्छ। र आजको समयमा हामीले हेर्न सक्छौं धेरै मानिसहरूले आफ्नो काम, आफ्नो व्यवसाय, आफ्नो योजनाहरू सफल गर्न सकिरहेको छैन। काम सुरु गर्छ तर कुनै न कुनै समस्या आएर त्यो काम विफल भएको हामीले हेर्न सक्छौं। र यस्तै गरी हेर्न सक्छौं यी सबै कुरा चाहिँ शैतानको। र शैतानले के गर्छ, कसरी बाधा ल्याउँछ भनेर म तपाईहरुलाई सिकाउन गइरहेको छु। बाधाहरू यस प्रकारले आउँछन्। एउटा जवान मानिसले कुनै काम गर्न गइरहेको छ भनेपछि त्यहाँनिर शैतानले एउटा केटीलाई उसको जीवनमा पठाइदिन्छ। एउटा केटीले एउटा व्यवसाय, एउटा कामहरू गर्न गइरहेको छ भने उसको जीवनमा एउटा केटालाई पठाएर उसको लाइफले ड्यामेज गरिदिन्छ। त्यस्तै गरी आज मेन संसारमा भइरहेको बाधाको विषयमा हामीले हेर्न सक्छौं। यही कारणले मानिस आफ्नो जीवनलाई त्याग गर्ने सम्म आइसकेको हुन्छ। र शैतानको उद्देश्य भनेको नै बाधा सँगसँगै मानिसको जीवनलाई नाश गर्नु हो, परमेश्वरको सृष्टिलाई नाश गर्नु हो।